अहिले मलबाट जाँदै गरेको फिलहाल म के देखाउँछु भन्दाखेरि यो चाहिँ मैला फ्याँक्ने है। तर यहाँ चाहिँ खै मैला एक पोका मात्रै रहेछ, खाली रहेछ। यो चाहिँ यस्तो छ, यस्तो छ। यो बाटो यहाँबाट जाँदैछ, पानी आइरहेको छ, झरी भइरहेको छ। अहिले बर्खाको सिजनै हो, पानी पर्छ। म चाहिँ पार्टीमा जाँदै गरेको, अन्त सानोतिनो भिडियो बनाएको नि बाटोको। यहाँ बाटोको पनि यो अलिक जग्गा त गएछ, जाँदैछ कति जग्गा त राम्रो छ यो बाटो पनि। अन्त अहिले यो बाटो पनि यसरी भत्किँदैछ, यसरी उक्किँदैछ, जग्गा खल्डाखुल्डी हुँदै थाले। यो सिमेन्ट कम्ती हुनु कारणले चाहिँ यो चाहिँ निस्किँदैछ। यो राम्रो ढलाइ छैन हो। अनि यसमा चाहिँ टेम्परेरी बनाइरहेछ। अनि यो तल्लो रोड ठोकिने यो रोड चाहिँ तल कहाँ भन्दा हिमुल जाने रोड, हिमुलबाट पनि जान्छ यो बाटो, अर्को बाटो पनि जान्छ, तल्लो रोड ठोकाएको छ। अन्त यो चाहिँ अलगढा कालिम्पोङ जाँदा भयो यो बाटोबाट। अनि अहिले चाहिँ फिलहाल यो बाटोलाई फेरि मर्मत गर्ने बेला भइरहेको छ। यो जति सक्दो चाँडै बनाइहाल्यो मात्रै हो, नभए यो रोड फेरि जैसे तैसे हुनेछ। यो रोड चाहिँ किन यसरी रडा बल्ल गिटी सबै निस्किन थालिसक्यो यसरी। अन्त निस्केर चाहिँ सबै यसरी थुप्रिन्छ। यो बलुवा यो सब निस्केको ढलाइ गरेको जति यो गिटीहरू हो यही। अनि यसरी निस्केको छ, यसरी भइसकेको छ, बाटो पुरै खतम भइरहेको छ। यसलाई झट्टैभन्दा झट्टै बनाइहाल्यो भने मात्रै हो यो रोडलाई अलिक राम्रो हुन्छ। अनि यसको तल्लोपट्टि पुच्छरमा चाहिँ अलिक बनिएको छैन, त्यहाँ भर्खर खनेको छ जस्तै। अनि त्यहाँको पनि एक दिन भिडियो बनाएर हाल्छु, हेरिदिनुहोस् होला। युट्युब च्यानल लामा तामाङ कृष्ण छ युट्युबमा यो भिडियो आउनेछ। च्यानल सब्सक्राइब, सेयर, कमेन्ट, लाइक गरिदिनुहोस् होला। भिडियो मन पऱ्यो भने चाहिँ। अन्त अहिले चाहिँ यहाँ पनि घर छ, यहाँ हाम्रो बाजेको घर छ। बाजे मतलब पण्डित हुनुहुन्छ, पण्डितको घर हो, बाहुन। अनि यहाँ पनि यस्तो भइसकेको छ कि यो रोड सबै गइसकेको छ कि यो पानी आउँदैछ। यो पानी कहाँबाट आएको? माथिबाट आउँदो रहेछ, एउटा यसरी छिरेर आउँछ पानी। यहाँबाट यो यसरी छिरेछ पानी, यो यसरी दुलोबाट ऊबाट पानी आएको, ऊ माथिबाट पनि आउँदैछ। अन्त यस्तो यहाँ फेरि एकतिर नाली छैन,
यो नाली चाहिँ भित्तापट्टि हुनुपर्ने। यो रोड चाहिँ बनाउँदाखेरि भित्तापट्टि ढाल बनाउनुपर्छ। तर यहाँ चाहिँ यो रोड चाहिँ बनाइ भएन। यो बिचमा उठेको छ, साइड उयो भएको छ, ओह्रालो छ। अन्त यो भित्तापट्टि ढाल बनाउनुपर्छ यो रोड चाहिँ। अन्तखेरि यो रोड चाहिँ राम्रो हुन्छ, पानी एकतिर बोक्छ। यसरी चारैतिर पानी बग्यो भने चाहिँ के हुन्छ, पहिरो जाने बाटो भत्किने चान्सेस हुन्छ यो। अनि यो बाटोको पनि लास्ट एन्डिङ आइसकेँ म। अलिकति छ यसरी नालीहरू हेर्नुहोस्, यस्तो सब ब्लक भइरहेको छ। यो नालीहरू सफा गर्नुपर्ने हो। यो नाली कसले सफा गर्छ? जनताले गर्ने हो कि यसले म्युनिसिपालिटीले गर्ने हो कि पार्टीको मान्छेले गर्ने हो कि हैन? यसरी छ, झार ब्लक भइरहेको छ। नाली मजाको बनाउँछ। नाली पनि यस्तो बनाइरहेको छ। यस्तो छ नाली हो। अन्त यो चाहिँ यता जाने कालिम्पोङ जाने यो रोड चाहिँ सिधै कालिम्पोङ डेलो, यो चाहिँ अलगढा हो।